खडेरी एकछिन पर्ख्यौँ न त यहाँनिर पर्खिने नि भाइ बिस्तारै त्यो बुझिहेर्नु छैन भाइ कहीँ छैन आउँदा पनि छैन तेलको दाम उठाएर आएको भाइ अहिले मरेर त त्यसो भए एकछिन पर्ख्यौँ हामीले हतार छैन जाने हो कि कहाँ जाने बहिनीहरू हजुर गाह्रो छ गाह्रो विदेश जानुहुन्छ होला नि त विदेश कति बस्नु भाइ कुन देश जानुभयो त्यो साउदी साउदी भनेको दुबई होइन दुबई होइन दुबईबाट 1 घन्टाको फ्लाइट हो ए ठ्याक्कै घन्टा लाग्छ फ्लाइट मेरो बाबा चाहिँ कतार जान आँट्नुभएको छ पहिला जस्तो पैसा छैन खाडी मुलुकमा पहिला जति थियो पहिला आएर कमाएको अहिले पनि छ त 1 लाख त 1 लाख त छ त 1 लाख रुपियाँ पनि छ भाइ तर महँगी पनि छ नि त ए हो ल बस्नु इटाली भइरहन्छ इटाली हो बस्न जहाँ पुगिन्छ जाने हामी साउदीमा जाँदाखेरि भाइ 3 रुपियाँ त कोक लगाइन्छ कोक लगायो अहिले त मार्दैन ए हामी जाँदा ट्याक्स थिएन करै थिएन हरेक कुरा सस्तो थियो क्या तिम्रो होइन अब अहिले जो करैले मार्छ अहिले 5 रुपियाँ रेड बुललाई 5 रुपियाँ 4 रियल 3 रियल पर्थ्यो हो अहिले 15 रियल 7 रियल पर्छ महँगाई बढ्यो हामीलाई 200ले 250 खाना पुग्छ रियलले भाइ महिनामा अब अहिले कुनै कम्पनीमा त खाने बस्ने दिन्छ नि त त्यो चाहिँ राम्रै त होला मिठो हुँदैन धेरैलाई पकाउनु र थोरैलाई पकाउनु ए अस्ति बुधबारमा आएको आजको भरे भरे चाहिँ भोलि हुन्छ भाइ अब मान्छे जान्छ छैन चढ्यो खाली छ हामीले गनिन भने नि एउटा कुरा हामी त आउँदैन थाहा भएन हामी बनाउँछ होइन क्वार्टरतिर तपाईँको टाइम टेबल जहिले यही हो यहाँ आउने तपाईँको मेरो खोइ जानु कि नजानु नेपालमा 80-90 हजार हुन्छ भने जानु कि नजानु नेपालको के भन्नु सक्छ भने नेपालमै बस्ने के हो अनि शान्ति सुरक्षा छ नेपालमा शान्ति सुरक्षा हेल्थहरू नेपालको तिमीले जन्मेर चोरहरूले चलाएको देश बसेर खाना बाँच्न गाह्रो कमाएर पनि बाँच्न गाह्रो छ नेपाल हाम्रो सोसाइटी नै त्यस्तै भइसक्यो क्या भाइ सरकारले त एउटा सेलरी आउँदैन सेलरी नै दिँदैन कि
नेताहरूले गर्दा बिग्रेको त हो। नेताहरूले त नि हाम्रो बाबाआमाले बिगारेका हो नि भाइ। कुरो बुझ्यौ? बाबाआमाले भोट नहालेको थियो भने नगरेको थियो भने आज हामी यो अवस्थामा आउँदैन। हामी त्यसै यो प्रकारले लाग्यो क्या, त्यसरी हाम्रो काका बाउ कति भयो यो गाडी कुदाउनु भएको नेपालमा? विदेशबाट फर्केर 5 वर्ष भयो। ए कहाँ जाने? लिएर आउनु न, लिएर आउनु। के ब्याग राख्नु अरे? बस्नु?